हामी पोखराको फेवातालमा छौँ। यही हो गाइस, फेवाताल मेन रोडमा। तपाईहरुलाई पानी परिसकेपछि पनि नभिज्ने ठाउँ देखाउँछु। सो हेलो एभ्रिवान, सो गुड मर्निङ सबैजनालाई। चाहिँ आज म चाहिँ कहाँ छु भन्नुहुन्छ भने म चाहिँ आज पोखरा छु र शुभ बिहानी सबैलाई। आज चाहिँ म तपाईलाई कहाँ के गर्छु भन्नुहुन्छ भने म तपाईलाई आज घुमाउन लग्छु। हेर्नुहुन्छ भने यहाँ हो, हामी छौँ अहिले पोखरा। यो होटलमा हामी बसेको थियौँ र यतिजना छौँ हेर्नुहोस् है। अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किने छौँ एकछिनमा घुम्न। सो मौसमले अलिकता साथ दिएन भने चाहिँ हाम्रो घुम्न हुँदैन होला, किनभने पानी पर्ने सम्भावना धेरै छ। हिजो रातभरि पानी परेको, अहिले पनि थोरै परिरहेछ। एकछिनमा यहाँबाट हिँड्नेछौँ। यो गाडीमा हामी अलि टाढासम्म हिँड्नेछौँ। कहाँसम्म हुन्छ म तपाईँहरूलाई टाइममा अपडेट गरिराख्नेछौँ र भिडियोमा जोडिराख्नु होला। र यदि च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई पहिला सब्सक्राइब गर्नुहोस् र भिडियोलाई चाहिँ फुल वाच गर्नु होला है। नहीं सोचिए मत, सब्सक्राइब कीजिए। पोखरा आउनु छ भने आउन सक्नुहुन्छ है। पोखरा राम्रो छ, ठाउँ चाहिँ घुम्न लायकको छ। म चाहिँ तपाईहरुलाई अब अलिकता पानी परिरहेको छ है। अब पानी परिरहेछ यता, तर म तपाईहरुलाई पानी पर्यो भने पनि नभिज्ने ठाउँ देखाउँछु के। मतलब आकाशबाट पानी त आउँछ तर त्यहाँ तल पुग्दैन के। किन कसरी अब कतिलाई लाग्ला छतको तल गयो भने त पानी नै आउने, त्यस्तो होइन। म मेन रोडमा तपाईहरुलाई पानी परिसकेपछि पनि नभिज्ने ठाउँ देखाउँछु। सो त्यसको लागि तपाईले पहिला भिडियो हेर्नुहोस्। सो म कहाँ कसको के को कुरा गरिकन राखेको छु भन्नुहुन्छ भने यहाँ हेर्नुहुन्छ। सो यहाँ हेर्नु, छाता छ ल। कतिसँग छाता पनि नहोला हाम्रो गाउँतिर है। यहाँ हेर्नुहुन्छ नि, छाताको पुरा बथान नै छ। माथि जत्रो पानी परे नि एक ठाउँनिर उभियो छाताको मुनि भने चाहिँ एउटा छाताले नभए अर्को छाताले चाहिँ पक्कै नि रोक्छ के। सो यो हो हाम्रो पोखरा। अब कुन साइड हो के साइड हो त्यति मलाई पनि थाहा छैन, म पनि फर्स्ट टाइम है। सो त्यही भएर एकछिन म यता हिँडिरहेको छु। के कस्तो ठाउँ हो म एकछिन सोध्ने पनि छु कसैलाई। अनि एकदमै राम्रो पनि छ। उता हेर्नुहुन्छ कुन साइड हो यो? लेक साइड है गाइज। डुङ्गा यताउति सबै कुराहरू देखाउने नै छु। भिडियोलाई चाहिँ पहिला लाइक है, भिडियो फुल वाच गर्नु होला। पोखराको लेक साइड कस्तो छ भनेर हेर्नुहुन्छ। म तपाईँलाई मजाले लेक साइड देखाउने नै छु। यताबाट म आएको हेर्नुहोस् त। नाइटमा फेरि माथि हेर्नु त लाइटहरू छ। नाइटमा चाहिँ खतरा देखिन्छ कि, साँच्चीकै भनेको नाइटमा चाहिँ खतरा देखिन्छ। अहिले चाहिँ यो यस्तै हो। सो हेर्नुहोस् है। अब म अलि अगाडि गएर तपाईँलाई यताको डुङ्गाहरू हाम्रो के कस्तो छ लेक साइडमा भनेर म तपाईँलाई देखाउँछु। यहाँ आइहाल्नुपर्छ है। मरि के लानु छ र है। मसकि त्यस्तै हो, टाइममा आएर मजाले घुम्नुहोस्। पछि के हुन्छ यहाँ चाहिँ तपाईँ आउनुभयो, हामी चाहिँ आइसक्यौँ। यतापट्टिबाट आउनुहुन्छ नि, यता हामी चाहिँ यताबाट आएको। उता चाहिँ उनीहरू भिडियो बनाइरहेछन् कि मसँग आएको, उनीहरू पनि भिडियो बनाइरहेछन्। मैले यहाँ के भन्नु, एकदमै राम्रो छ। सो म तपाईँलाई यतापट्टि पनि देखाउँछु। यहाँ हेर्नुहोस् है। ल यता हेर्नुहुन्छ, अलिकता फोहोर छ तलपट्टि तर ठिक छ। यो चाहिँ यहाँ चाहिँ तपाईँले डुङ्गामा चढेको कति छ के छ त्यो हामीले एकछिन सोधेपछि थाहा हुन्छ। हामी पोखराको फेवातालमा छौँ। फेवाताल हेर्नु, म एकछिन मजाले देखाउँछु कि कत्रो छ, कस्तो भ्यू दिन्छ भनेर। हेर्नुहुन्छ यस्तो ठाउँहरू रियलमा आएर पनि कहिलेकाहीँ दर्शन गरिहाल्नुपर्छ। सो हेर्नुहोस्, यो हो नि त यहाँबाट हेर्ने भ्यू मजाले। हेर्नु त गाइस, यस्तो हुनु पऱ्यो नि त नि। है ए तल डुङ्गा। सो यस्तो गाइस हामीले आइरहेछन् सर, एकछिन बनाऊ।
गाइस यतापट्टि हेर्नुहुन्छ ठुलो डाँडोहरू छ है। यहाँ हेर्नुहोस् त खतरा छ नि है। यो भ्यू हेर्नलाई तपाईँले आउनुपर्छ है। सबै ठाउँ घुम्नु होला। म चाहिँ सबै ठाउँ घुम्न पाउँदैन होला किनभने हामीसँग टाइम पनि थोरै कम छ। धेरै ठाउँ पुग्नु छ। अलिअलि सबै ठाउँ हामी हेर्ने नै छौँ। सो राम्रो छ गाइज है। आएर एकचोटि घुम्नु होला। त्यहाँ डुङ्गामा पनि चढ्न सक्नुहुन्छ। मलाई चाहिँ त्यति रहर चाहिँ लाग्दैन यस्तो कुराहरूमा बस्न। सिर्फ हेर्न रहर थियो। पुरा भइसक्यो। त्यहाँ बोलहरू पनि छ क्या। र गाइज यही हो हाम्रो के ताल। यो के ताल यही हो गाइस फेवा ताल है। फेवा ताल भनेको यही हो। यहाँ चाहिँ माछा मार्दैछन् कि के हो है गाइस। लगाइस है। सो अब हामी अर्को ठाउँ पनि घुम्नेछौँ। अर्को ठाउँ पनि भेट्नेछौँ। अहिले चाहिँ यो ठाउँ यस्तो छ। माछा पनि छन् है। यहाँ चाहिँ माछा मोबाइलमा देखिँदैन माछा है। यहाँ गाइस ठिक छ। राम्रो छ घुम्नलाई। आउन सक्नुहुन्छ है। यहाँ आएर मजाले तपाईँ घुम्न सक्नुहुन्छ। मोबाइल खस्यो भने फेरि यसमा गयो मेरो मोबाइल त। लगाइ आउनु होला।